याहू आज म यति खुसी छु सम्पूर्णलाई मैले के जानकारी गराउँछु भन्दाखेरि म आज यति खुसी हुनुको कारण के हो भन्दाखेरि मेरो 6-7 महिनादेखि नै पहिलादेखि नै नचलाएर यतिकै राखिरहेको मेरो युट्युब च्यानल अबदेखि आजको दिनदेखि चल्ने भयो। किन भन्दाखेरि मैले पहिला मोबाइल नयाँ पुरानो मोबाइलबाट चलाउँथे हैन, अहिले नयाँ मोबाइल सेट किनेपछि यो नयाँ मोबाइलबाट मैले हरेक भिडियोहरु बनाउँछु। यो नयाँ मोबाइलमा मैले सेट गर्न नजानेको मेरो युट्युब च्यानललाई हिजो बेलुका मात्रै मेरो सुनिल भान्जाले सुनिल भ्लग्स 2 मा एकदम फेमस भाइरलै हुनुहुन्छ, उहाँ ब्लगर हुनुहुन्छ। उहाँले एकदमै मेहनत गरेर लगभग 2 घण्टा जति समय निकालेर मेरो युट्युब च्यानलको पासवर्डलाई चेन्ज गरेर यता नयाँ मोबाइलमा सेट गरिदिनु भएको छ। उहाँलाई एकदमै यो खुसीको पलको एकदमै धेरै धेरै धन्यवाद व्यक्त गर्दै सम्पूर्ण मेरो फेसबुक साथीहरु, इष्टमित्र आफन्तहरु र मेरो युट्युबका मेरो सब्स्क्राइबरहरुलाई म के भन्छु भन्दाखेरि मेरो भिडियोहरुलाई माया गरिदिनु होला। के कस्तो लाग्छ हजुरहरुलाई हेरेर साथ सपोर्ट गर्नु होला। मेरो कमी कमजोरीहरुलाई सच्याउने र सुधार्ने मौका दिनु होला। र अबदेखि मेरो युट्युब च्यानलमा पनि मेरो भिडियोहरु आउने छ, अबदेखि आउने भयो। एकदम खुसी लाग्यो है। हजुरहरु सबैजनाले माया गरिदिनु होला। म अहिले पकाउँदै एकदमै मेरो खुसीको सीमालाई हजुरहरुसँग व्यक्त गर्दै छु। विशेष गरेर एकदमै हृदयदेखि धेरै धेरै धन्यवाद मैले मेरो सुनिल रोका मेरो भान्जालाई सुनिल भ्लग्स 2 को मेरो भान्जालाई म एकदमै हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। उहाँको यो एकदमै मेहनत गरेर समय आफ्नो अमूल्य समयलाई बर्बाद गरेर अमूल्य समयलाई थाती राखेर मेरो च्यानललाई नयाँ उसमा यो नयाँ मोबाइल सेटमा सेट गरिदिनु भएकोमा एकदमै हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै सम्पूर्ण मेरो फेसबुक साथीहरुलाई मेरो भिडियो हेरेर माया गरिदिनु होला। मेरो भिडियो के कस्तो लाग्छ हजुरहरुलाई हेरेर साथ सपोर्ट गर्नु होला। मेरो कमी कमजोरीहरुलाई सच्याउने अवसर र मौका दिनु होला। हस्त बाइ बाइ सबैजनालाई। म आज यति खुसी छु म त सायद भात पनि खाँदैन होला।